गाइज हामी चाहिँ सुमिनाको बिहेमा एला सरी हामी चाहिँ सुमिनाको पूजामा जाँदैछौँ अनि यहाँ सबिसमा रेडी हुँदैछ अनि म पनि आई एम रेडी त होइन त्यही पनि अलिकति यहाँ केयर त होइन स्किन केयर पनि होइन अब मेरो कपाल सरी गाइज डोन्ट माइन्ड माइ कपाल मेरो कपाल चाहिँ माइन्डै नगर्नु यो स्कुलको हालतले खै गाइज ए म चाहिँ लिन जान्छु यहाँ मैले राखेको अहिले छैन स्कुलको हावाले छोको हो कि त्यही भएर डोन्ट माइन्ड खोइ मेरो हो चिम्टी चिम्टी फेरि थोरै निकाल्न थाल्यो भने यति निस्किन्छ मलाई रिस उठ्छ क्या यसरी नै ठिकै देखिरहेको छ त्यस्तो वाइयात देखेको त छैन चस्मा लाम कि नलाम नलाम जस्तो लागिरहेछ लाउँदिनँ होला गाइज ए लाउँछु गाइज ल सेट खोइ त गाइज आई एम रेडी त नभनौँ टिका सिकाला मेरो गाजर लुक एट दिस मेरो कस्तो राम्रो त छैन अब म धेरै याद गर्दैछु अब यहाँ ला 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 ठिकै छ मलाई मन पर्यो सेटअप अब हेर्नुहोस् म टिका लगाउँछु यहाँ छ कालो टिका यो अब सब कपडीमा जान्छ त्यो ओठा लाउनु पुगिराखेँ गाइज डोन्ट माइन्ड हाम्रो क्यामेरा यस्तो राम्रो हामी रियलमा योभन्दा राम्रो देखिरहेको छौँ बस यो सिमरनको क्यामेरा कमाल मैले यो कालो कालो छ हात मेरो डोन्ट माइन्ड त्यो पनि मैले हात धोएको छैन बिदाले लगाइदिँदै गरेँ डस्टरले ए आज हामीसँग बिदा छैन गाइज निसा र एली चाहिँ जोइन हुन्छ नि तर बिदा चाहिँ छैन यो होइन गाइज के गर्नु नि त्यत्रो ठुलो होइन सिमा तिम्रो सानो छ त त्यहाँ हेर त यो चाहिँ कसको हो त त्यो त मेरो होला तिमीले त सानो किनेको होइन र उस्तै होइन र ए ए म थाहा मलाई चाहिँ के थाहा त अहिलेलाई यो कत्रो थियो मेरो भनेर मेरो दिएको थिएन भने पनि मेरो मैले थाहा नै पाउने थिएन टिका सिमरन यस्तै छ गाइज यहाँ हेर्नु यो यत्रो मेरो खोइ सहीसँग देखाउनु सिमा तिम्रो घरमा चाहिँ नजाने मेरो घरमा खोइ जाम होला छ तिमीसँग लिपस्टिक छैन म लिपस्टिक लाउने मामको होला त्यही पनि म लाउँदैन सहीसँग यस्तो अब तपाईँलाई चाहिँ फुल यो ब्लग चाहिँ 14-15 मिनटकै जान्छ होला डोन्ट माइन्ड यो म चाहिँ हाम्रो भन्ने जानु होला हजुर ल के भन्नु सिमरन यो ब्यागसेक लिएर आऊ ल त्यसमा म पर्खनु मलाई म जान्न हौ उता गएको हौ हाम्रो कोठामा पर्छ ल आएँ त मैले मम्मी टिपा सके त म ए हेर्नु शिट पैसा दिनु न खाँदै जान्छु अब गाइज हामी जान आँटेको अब जाँदैछौँ हामी गाइज डोन्ट माइन्ड माई फेस अब नराम्रो भए पनि हुन्छ वी डोन्ट केयर जान्छौँ अब हामी सिमरन अलिकति बज्यो अब हिँड्यौँ गाइज 2:30 कति भयो होइन 3 बज्छ नाटोलाई कति बजी पुग्छौँ कति हामी अनि पुगेर अझै खानु पनि छ सिमनाकोमा सिमना लिन्छ अब हिँड्दै गर्छौँ म अब गीत बजाउँछु अब त कोही पनि छैन त्यो पकाएर छैन म चाहिँ भ्लगिङतिर लागेँ त गाइज तर म जेपा चाहिँ देखिरहेको छु सो डोन्ट माइन्ड मेरो दुईवटा सिङहरू हल्लेका हल्लै छन् किन टिकटकमा दिएको थियो होइन टिकटकमा थियो नि त तिम्रो घाममा जेपा चाहिँ आँखा चिम्रे सिम्रे नै भयो म सिम्रे क्यामेरा ब्याक इन सर्भिसमाको ह्यान्ड गाइज एकदम अप्ठ्यारोको बाटो आइसकेँ ब्याक इन द सिमरनको घर जाने बाटो अस्तिको पनि भ्लग मैले बनाएको छु तर यसमा छैन मेरो पुरानो फोनमा छ जुन मामाले पहिला बनाइदिनु भएको छैन 2-3 महिना भइसक्यो मैले दिएको हाम्रो मामा त्यस्तो हुन्छ माइजूले चाहिँ सामान फ्रीमै दिनुहुन्छ मामाको दुईवटा रिङ छ भन्छ नि मामा इज भेरी लभली बट यो टाइम धेरै दिनु भयो मामाले आई डोन्ट लाइक द्याट वी डोन्ट लाइक द्याट हाम्रो फ्यामिलीको सबै राम्रै हुनुहुन्छ बट मामाले यस्तो बेला देखाउनु पर्ने थियो मेरो जुल्फी उडिरहेको छ उम्रिएको 3 पाती भन्नुहुन्थ्यो सुनेको देखेको बट वी डोन्ट केयर अब यहाँ अग्ली देख्यो होला तर गाइज म जति अघि देखेँ नि मलाई राम्रो देख्ने आँखाले राम्रै देखेको छ नि मेरो अगाडि फोटो लाएर राख्यो भने त यसमा कति धेरै बुझाउँछ र सरी गाइज डोन्ट माइन्ड मेरो बियर मेरो कालो घाँटी मैले डोन्ट माइन्ड मेरो झन् डोन्ट माइन्ड म चस्मा निकाल्छु मैले चाहिँ भएको मेरो घाँटी कस्तो मोटो देखेँ मलाई गाइज बट वी डोन्ट केयर मेरो यहाँ फोटो चलिरहेको छ मेरो ओठमा त गएछ गाइज सिमरको अगाडि लाग्छ तिमीले उजाला नै देखाएन ए आउटफिट चाहिँ गर्नुपर्छ उता गएर गाइज बाई गाइज ल एकछिन पज मेरो गोल्डन आवर सुरु भयो गाइज गोल्डन आवर भनेको खासमा घाम तिलीको आफ्नो अनुहारमै आएकोलाई गोल्डन आवर भन्छ अनि गोल्डन आवरमा ब्राउन पिपलहरूलाई डेन्जर देखिन्छ अरे म त ब्राउन भन्दा नि ब्ल्याक सुरु पनि अब माया पिराती लाएर हिँड्ने माने मायालुलाई सम्झिँदै माया पिरातीको गीत लाउँदै चल्यौँ मेरो मायाले चाहिँ दियो यो गाइज अब सिमाको घर जाने बाटो खुल्ला बाटोमा आइपुग्यौँ मेरो कपाल झट्टै भयो गाइज मेरो पनि अब घरमा गएर टचअप हुन्छ फेरि टचअप गर्नै छ अब गीत एकछिन रोकौँ होला हौ चले यसको चाहिँ मिल्दैन हाम्रो घरसम्म पुग्नु हुन्छ तपाईँले निसाले हामीलाई पर्खिरहेको छ यसलाई अनि हामी जानेको बुझिरहेको छौँ
I'm embarrassed, guys. I'm too much embarrassed. It is an embarrassed. ला मेरो कपाल त भारी भएछ मेरो दुईटा सिङ निक्लेको छ गाइज हाम्रो अब हाम्रो घरबाट फेरि जर्नी स्टार्ट हुन आँटेको छ के हो तिमीहरूको दामी देखिन्छ त ऐनामा पनि अब त्यही हो हाम्रो घर नै दामी भन्नु पर्दा भन्नु थियो अब हामी जान्छौँ गाइज लु है त गाइज हामी जाँदैछौँ मेरो दुईटा सिङ चाहिँ डोन्ट माइन्ड निसालाई पनि लिइसकेका छौँ हामीले एकदम सेम टिकटमा गीत आउँछ अब म यहाँ पल्टिन्छु तपाईँलाई ब्लग के हो यो मेरो मेरो फ्युचर पुरा सम्झिँदै म सेम टिकट आउँदैछ गाइस मेरो फ्युचर टिकट सम्झिँदै अलिकति नराम्रो देखिए पनि ठिकै छ गाइज म यस्तै भ्लग अपलोड गर्छु म आफूलाई म आफ्नो अनुहारलाई कुर्बान गर्छु अब मेरो यस्तै सिङ्गिङ सुनायो जस्तै बग्ने रहेछ हावाको बेगमा यो झरी भेग्न छ मायाका कुरा नसाटी गलेरीमा नाचिदियो तिम्रै चाहना साचिदियो हाई भन एकछिन गाइज ल अब अलिकति इन्टेन्स ठाउँमा आइपुगेँ म यस्तोमा भ्लग बनाउन सक्छु गाइज फेरि स्टार्ट भइसकेको छ यहाँ हाम्रो डोन्ट माइन्ड माई लुक गाइस ओ मेरो झन् लुक कलले यो देख्यो ल हिँड्नु लुक म आफूलाई जुन जुनमा राम्रो देखाएको छ त्यसमा मात्र गर्छु ल बाई गाइज मैले रुन्छु गाइस मम्मी मेरो बिहेमा धुरु रुन्छु अनि मेरो पुरा सबैतिर बुढासँगै घुम्छु म त बनाउँ बिहेको कुराहरू थाहा गाइस त्यही भएर म बिहेकै कुरा गर्छु अब म के गर्छु भने बिहेपछि मेरो बुढालाई बाइक किन्छु अनि बुढाको बाइकमा चढेर कहाँ कहाँ घुम्छु अनि एक्लै पनि घुम्छु बाइक सिकेर आइम इन्डिपेन्डेन्ट वुमन भनेर घुम्छु यो कुर्ता मेरो बजारबाट किनेको यो समसङकोबाट चप्पल मेरो मम्मीको सिमानको मेरो त सबै अर्को सबै आफ्नै हो कि गाइज निसा पनि आफ्नै हो चिम्टी चाहिँ मैले किनेको गाइज मेरो पनि चिम्टी हो गाइज रोको त एकछिन सिमन एउटाले के त के गरेको छु सुनेको थिएँ मैले कटु च्यादिएको होइन बाउ के ससुरालाई उडाइदिएको पादेर कि के भयो पठाएको थियो त्यही त त्यही आएन क्या मलाई बुढीले खान्छ के खाँदा ससुरालाई पादेर उडाइदियो त्यस्तो त्यस्तो एआई हुन्छ है मेरो बर्थडेमा ड्यास चाहिँ किनिदिनु भएको आइपुग्यौँ सुनेको घर निसा हाई अब आइपुग्यौँ भने सुनेको घर गाइज हामी आइपुगिसकेको छौँ सुमिनाको अलिकति शान्त छ त्यही किनकि मलाई लाज लाग्छ यहाँ तिनवटा पत्नी बस्छ यो पन्दिनु भएन हाई सुमिना तिमीलाई भ्लगमा अलिकति मैले पर्खिरहेको थिएँ हो सुमिनाको ग्रिन कलरको कुर्ता नि वाट इज दिस मलाई फोरको रूपमा परिणत गऱ्यो है एलिजाले यो वाट इज दिस अनफेयर सुमिनाले हामीलाई स्पेसल ट्रिटमेन्ट दिएर अब हाम्रो त्यसमा डिस्कस नगरौँ है यहाँ क्यामेरामा हामी आइसकेका छौँ किन सिधा गाइस सुमिनाले दिएको हामीलाई गाइस एउटा हात पर्छ ल्याउनु माथि के गर्नुपर्छ अरे पञ्चामृत कस्तो मिठो मिठो पो है मिठो भयो सिमनाको घरमा पूजामा पनि सरी यो कस्तो हेलो गाइज अब चाहिँ हामी खाना आँट्दैछौँ यहाँ हेर्नुहोस् हाम्रो अब यहाँ सबैजना So when I die, which I must do, could it shine down here with you? Just my love is mine, all mine. I love mine. Nothing in the world belongs to me but my love, mine, all mine, all mine. Send my heart to you. So when I die, which I must do, could it shine down here with you? Just my love is mine, all mine. I love mine. Nothing in the world belongs to me but my love, mine, all mine, all mine. Hi guys. Guys, गौरी पनि आइपुग्यो। आउनु पर्छ न। Guys, गौरी आयो। झन् भिडियो देखाउन आले। आइसक्यो। Guys, गौरी आयो। पिछाडी कट्नु। तिमीहरूको साथीहरू नै आइसक्यो बोलाएर ल्याउँदैछु
हेलो गाइज हाम्रो भ्लग फेरि स्टार्ट भइसकेको छ हाम्रो यहाँ फोटो सेक्सन चलिरहेछ अहिले जाडो भनेर मन नै लागिसक्यो कसैले मलाई स्वेटर दिए पनि हुन्थ्यो तर मलाई कसैले दिँदैन त्यसैले म पज भइसकेँ अब यहाँ टिकटक बनाउने कार्यक्रम चल्छ त्यसपछि हामी हिँड्छौँ खाइसक्यौँ सबै थोक दिइसक्यौँ अब पुरैसक्यौँ यहाँ डिस्कस गर्दैछ कता बस्नु भनेर गाइज आज गाइज सिमरनको बस्ने भनेर ढिपी लिएर आएको म बुझ्यो कि ए भोलि त सुहानी बार बजाउने हो ए अनि भोलि गाइज म फ्युचर जोगी अन्त रोटी खाने देखा न लु खा रोटी खाने जोगी फ्युचरको हाम्रो ठ्याक्कै चाहिँ ओए रोटी चाहिँ कस्तो लाग्यो हो ए बासी डाइसको मेरो भोलि स्कुलमा स्कुलमा चाहिँ भोलि बिदा भएको बेला हाँसेर मर्नलाई ल एकछिन हाँस्नु पर्छ क्लासमा पनि भाग्छु भने अब गाइज हाम्रो प्लान के छ भने नि सिमरको बस्ने छ तर अब दिनु भयो भने चाहिँ तपाईँ मलाई लिन हुन्छ नि जान्छु अब हामी हिँड्यौँ गाइज मम्मीले मेरो यो खबर सुनेर मेरो सिर्कन उठाइदिनु हुन्छ तर गाइज हामीले सकिसकेको छौँ यहाँ चाहिँ अँध्यारो छ त्यही भएर मेरो फोनले उजालो देखाइदिइसकेको छ ल पक्रा यसमा बनाऊ न ए बनाऊ यता कता राखेर गरौँ धेरै फिल्म आयो गाइज हेलो गाइज अब चाहिँ रात परिसकेको छ अब हामी चाहिँ घर जाँदैछौँ अब कहिले पुग्नु थाहा छैन ऊ माथि पुग्नु पर्ने हामी यहाँ तल कहाँ गौरवको घर एल्जाको घर अनि खोइ उहाँ तल कता छ म देखेको छुइनँ अनि के सुमिनाको घर पुगेर आइसक्यौँ सबैसँग बाउले सबैसँगको काल निकाल्छन् अब म झन् कसरी पुऱ्याइदिनु होला हामी प्लान बनाएर चाहिँ आएका छौँ अब त्यो प्लान सक्सेसफुल हुन्छ जस्तो लागेन है होइन How I don't know why. त्यस्तो त्यो कपिराइट स्ट्राइक लाग्ने Sorry guys. निसा चाहिँ हिँडिरहेको चाहिँ हामी यहाँ कोसीले कति छ त सुमिनाहरूको मम्मी बाबाले कति दिनुभयो धनी दिनुभयो हामी घरमा मात्र साथीहरू आयो भने यस्तो माया त गर्नु हुँदैन होला हाम्रो घरमा त बाल दिनु के बिदाको मम्मी बाबाले त्यस्तै गर्नु अब जानु त त्यही त अनि अब प्लिज टेन्सन नमान्नु मेरो बर्थडे आउँदैछ म तिमीहरू सबैलाई पार्टी खुवाउँछु अनि सिमरनको घरमा सुत्दै त्यो रात सबैजना सुत्नुहुन्छ अब बिदाको चाहिँ दिनु हुँदैन के गर्नु अन्त है बिदालाई काहीँ पनि जान दिनु हुँदैन हौ म भन्न मैले भन्न चाहिँ पत्याउनु हुन्छ ट्राई गर्नु सबैजना ट्राई गर्नु म पनि ट्राई गर्छु आन्टी अङ्कल चाहिँ अनि त्यसपछि बिदालाई पनि ल्याउने कुरा चाहिँ हुनसक्छ अब त्यस्तो साह्रै चाहिँ गर्दैन होला अस्ति नै त्यो हामी गएको थियौँ नि इमेजको बच्चापनमा त्यतिखेर त आमामा माथि हिँडेको थियो कि बाबा चाहिँ खोल्दै हुँदो रहेछ जुत्ता खोलेर मुनि बसेँ म त पनि त्यही खोलेर गएको ठुक्क किचनमा कत्रो बेर बसेँ बाबा निस्किनु अनि गुटुर गुटुर माथि गएको यस्तो डर त्यस्तो राति गएको थियो नि त 5 बजी थियो नि त अनि 4 बजी छुट्यो नि 5 बजी आइपुग्यो ए तर त्यो त्यस्तो थाहा थिएन मलाई डर मात्रै लाग्यो 5 बजी अहिले डर नलागेको बेला त मलाई कराउनुहुन्छ क्या यस्तै हुन्छ हो कराउनुहुन्छ मलाई फिक्स छ गाइज अब आँखा बाल्ने यहाँ स्वास्थ्य खुवाउँदै जाँदैछ गाइज ला राति भइसक्यो गाइज मलाई घरमा मेरो बास अब बासेन भयो भने सुत्नै पर्यो यस्तो घरमा निकाले पनि अब सिमानाको अब सुत्नै पर्छ गाइज सबै अँध्यारो छ भ्यू चाहिँ दामी छ अब मनै रहेछ आँखा बढेर अब यहाँ पल्ट्यो भने भिडबाट भोलि फेरि मेरो बास हुँदैन यिनीहरू बास हुन्छ मेरो सन्दीपको घरमा मै झन्डै पल्टेँ लु गाइस एकछिनको लागि पज ल मेरो यहाँ सास फुलेर कपास भइसकेको छ पानी खान मन लागिसकेको छ मलाई अब यहाँ पछाडि क्यामेरा देखाउनु पर्ने हुन्छ त्यही भएर मैले एकछिन बन्द गरेँ बाई